हेलो हेलो लसो फ्याकुल्जी जस्तोले नमस्ते गुड आफ्टरनुन सबैजनालाई फेरि पनि मेरो ब्लगमा स्वागत गर्दछु। इट्स मी धनु लामा लोप्चन अल द वे फ्रम पुरानो गाउँ। अब त्यस्तै हो, जहिले नि आधी बाटोमा आएर ब्लग बनाउने धनु लामा लोप्चनलाई बानी भइसक्यो। दिस इज माई भाइरल टोपी। जना मात्रै बाउला मान्छेहरू जस्तो हामी चाहिँ आज बाङको झर्न जान लाग्यो है। बाङको टेडो भन्ने झर्न जान लाग्यो, भाङ्गे झर्ना। सो हामी चाहिँ हिँडेको गाइज, किप वाचिङ। चप्पल है, यो चाहिँ 500 करोडको चप्पल आज नि साथी पाएन। अब त्यस्तै 2 जना मात्रै लराङ लुरुङ। हेरौँ आजको दिन के कस्तो हुन्छ। 11 बज्न लागिसक्यो। लेट्स गो सुलुलु गाइस। ला 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 ला। सानो माया मोबाइलमा बिजी, दाल भात पावर 24 आवर्स मोबाइलमा बिजी था सानो माया। सानो मायाको यहाँ हालत खराब, कपाल हेर। म त हिरो जस्तो देखिरहेको छु, हिरो। या खतरा। आज मौसम ठिक छ कि घुम्न जानुलाई टक्क। हिजोतिर त घामै घाम। जान त हामी अस्तिबाट जाने भनेको, हेर के नमिले दिन नजुरेर हो। आज दिन जुर्यो, हामी हिँड्यौँ है। आजको मौसम यस्तो छ। यहाँबाट हिँडेको हामी स्कुल। सुलुलुलु ढुन्चे सुलुलुलु जानुपर्ने। यहाँ पछाडि हो हामी। के हो यो, पैरी गाउँ स्याउरी गाउँ के गाउँ हो। दिस इज ठुलो गाउँ रे। मौसम यस्ता है। छिटो हिँड है सानो माया। खोलै खोला। अब कतिवटा खोला अब त यहाँ खोलै खोला हुन्छ। खोलै खोला। गोरे गासी फिल्म जस्तै भइरहेछ यहाँ। गोरे आओ गोरे, म यहाँ छु। गोरे त चाइनातिर गएर कहाँलाई थाहा छैन। समझ रहे हो आप? सारा तिमी नै मेरो वरिपरि। एउटा कुर्ता सुरुवाल लाहा, एउटा यहाँ। तर हामी लुगा एक्सप्लोर गर्न जान्ला होइन नि त। त्यहाँ मान्छेहरू प्राय यता चट्टा चिट्टो गरेर एक्सप्लोर गर्न आउँछ। हामी त ठाउँलाई एक्सप्लोर गर्न जाने हो, भाइब्स एक्सप्लोर गर्न जाने हो। होइन त सानो माया, कि मैले ठिक भनेन? बोल्दैन त सानो माया यार। नागै थेप्चो छ, चस्मा पनि थेप्चो अनि कहाँबाट सुहाउँछ त। नाक पनि थेप्चो, चस्मा पनि थेप्चो भएपछि त कति डलरको रे यो चस्मा? चस्मा लाएर खोला तर्छु म। खोला हेर गाइस। त्यहाँ भिरमाउली पनि छ भिरमाउली त नि। खोला
भरे त ठुलो ठुलो आयो भने त कसले तार्दिन्छ तर है पानी घट्छ पहिलो फोटो खिच्दा चप्पल खोला अब हातमा समय जाने खोला पर्छ खोला लास्टै ढिलो रहेछ यार तर यार डर लाग्दो रहेछ यार कस्तो फिल भइरहेछ डर लागेन लास्टै रहेछ यार खोला तर यार भरे त यो पुलबाट जानुपर्छ दुईजना हात समाएर बिस्तारै यहाँ के रहेछ उत्तर गया गाउँपालिका वडा नम्बर 3 ठुलो गाउँ रसुवा प्रवेशद्वारा हजुरहरूलाई हार्दिक स्वागत गर्दछु थ्याङ्क यू फर वेलकमिङ अस स्वागत है हमारा स्वागत अर्को नि खोला छ क्या हो भरे त यहाँबाट जानुपर्छ उयो पुल तर्दै बिस्तारै दुईजना त्यस्तै इत्रु कान्छी आउन जत्रै खोला भने कत्रो पुलबाट फेरि एकदम पुल पनि फेरि डेन्जरै छ अहिलेदेखि पुल पनि होइन लिङ्किङ हल्दिने भरे त कहाँबाट जाने हो थाहा छैन जिन्दगी खतरा ठाउँ छ हौ डरलाग्दो ठाउँ छ यार सानुमाया कति बज्यो सानुमाया 11 बजे कानै धुङ्ग बजिरहेछ हौ हेर न खोला यस्तो खोला तरेर हात थाइट सानुमायाको बिजोक धनुमायाको बिजोक यस्तो डेन्जर बाटोबाट आएको अनि बाटो नै यही हो भने बाटो यही हो बाटो टाढै छ अझै हामी यताको झरना हेर्न आएन क्या
दाङ्गे झर्न जान्ला हो जानु यहाँ यस्तो खोला छ अम्बो गोरेखासी फिल्म याद आएछ माछा बन्धन हामी अहिले ठुलो गाउँ आइपुग्यौँ पानीको हालत खतरै भयो कतिले पानी निस्केको त है मेरो त भिज्यो अनि लन्द्रङ भइरहेको थियो फेरि भिजेको त नि सुरुवात सानो भएर यस्तो त्यो धेरै नदेखिनु भोक लागेछ भने घरमा खाना खान जाउँ कुछ समझे दया तिम्रो त घर छ मेरो त घरमा छैन खाना खाएको के खाने इसका मतलब है बुझाउँ बिस्तारै सानोमा बाटो त डरलाग्दो रहेछ भाइ सानोमा हाँसिन्छ चड्डी ब्याग कहिले त प्रश्न एकचोटि कस्तो देखिँदो रहेछ मलाई सर्ने नसर्ने गएर त म त हाँस्छु फेरि बुझ्नु पऱ्यो कि जम सानो माया जम हिँड सानो माया बाटो लामो छ भरे खोलामा रात पऱ्यो भने त यहीँ बास बस्नुपर्छ लागेर तिम्रो घरमा गएर बास बस्नु लागि केही छैन के हो यो यस्तो रहेछ यहाँ जरिवाना तिर्नुपर्ने के हो होइन रहेछ यस्तो छ यहाँ ओहो हो नजारा हेर है आज म यस्तै एक्सप्लोर गर्न आयो गाइस ऊ त पुरानो गाउँको लागि हामी यताबाट हिँड्दै यताबाट आएँ त्यहाँ खोलामा एकछिन हाम्रो सातो पुत्तो पनि गएँ सानोमा यहाँ छ अरू कुरो भने यस्तै हो अब यस्तो खोला मैले चाहिँ नसकिने रहेछ यस्तो खोलामा गाइस खाना खाएर हिँडेर 1 घन्टा भएको छ यहाँ सानोमालाई भोक लागिसक्यो अरे सानो माया तिबेट चाहिँ झिबो त चौचौधा भयो इजुङगोर आइफोरीमा ढाक यहाँ आज हुन्छ है धर्म फेरि यो लाग्यो हाम्रो टी चियर्स चियर्स आजको नाम बाङ्गो झरनाको नाम आजको दिन बाङ्गो झरना लेप्टिङ बोय खोलामा हालेर राखेर भरे आउँदा खायो भने त्यसलाई बरु चिसो हुन्छ खोलामा कसले पो खाइसक्यो दिनभरिमा मान्छे कति हाँसे हालेर के हिँड्छ होला त्यो खोलामा हिँड्दैन होला हौ किन नहिँड्नु मेरो सबै पीडाहरू दुःखहरू मेरो सबै अरू के सबै एक्लोपनाहरू केहरू सबै आँसुहरू मनमुटावहरू रेडबुलमा खाएर के रेडबुलमा जाओस् खाएर यतैतिर 50 घर फर्केर नजाओस् भन्छु म मेरो दुःखहरू पकाउँदैछु मेरो मनको पीडाहरू मेरो भावनाहरू के भन्ने अब अनि हामी दुईजना भएपछि अरू साथी चाहिँदो रहेछ त चाहिँदो रहेछ त सानो जानु भएपछि खोला पनि तार्यौ त्यत्रो खोला गफ गर्न तिमी छँदैछ हाँस्नलाई म छँदैछ अरूको छ हँसाउनलाई म छँदैछ यहाँ यो ठाडो फेरि योङबालाम योङ भयो यहाँ पो योङबा अब हामी कहाँ आइपुग्यो छाप आइपुगेको भर्खर हाम्रो मम्मीहरू घर यहीँ होइन यही माथि भयो सुन्तला खाएको नि हुन्छ शान्ति बजार होइन शान्ति बजार शान्ति बजार यहाँ छु यस्तो दामी भयो खोला कत्रो हो नजारा यस्तो दामी छ फेरि
ठुलो गाउँको स्कुल यही रहेछ गाइस। के स्कुल बनायो त माथि होला नि। यो कुन गाउँ रे अहिले हामी? ठुलो गाउँ भने ठुलो गाउँ त ठुलो गाउँ, ठुलो गाउँको कुन? ठुलो गाउँ भने भदौरे भदौरे कतिवटा ठाउँ यार। होला नि यता त ठुलो गाउँ सस्तै छ। फेरि अर्को खोला आइपुग्यो। धन्न खोला तर्नुपर्ने चाहिँ छैन रहेछ। ढुवाङ हालेर रहेछ, ढुवाङ ढुवाङ ढुवाङ। खोला हेर्ने खोला। खोला यो ठुलो गाउँको मान्छेहरू त खोलाको धनी हो क्या हो? यो ठुलो गाउँको मान्छेहरू खोलाको धनी हो क्या हो? खोलै खोला छ त यार, जानी खोलै खोला छ यार। खोलै खोला खोलै खोला एउटा दिनको यार मान्छेले पारेर खाएर भ्याइसम्म एउटाले एउटा खान्छ। पानी छिट्टा पुग्छ ए रमा। कस्तो राम्रो खोला। खोलाभन्दा राम्रो त हामी छ है खेप्चेहरू। गालो नागेर नोरङमा नजासिन नोरङमा सजासिन तोरङमा। अच्छा त्यो भने चाहिँ नाग हेऱ्यो भने लसुन जस्तो, दाँत हेऱ्यो भने त्यो खन्ने चाँदी जस्तो भने हो क्या। बुझेन भने पोस्ट भनेको होइन रहेछ, यो स्कुल रहेछ। के अरे स्कुल भनेको हेल्प पोस्ट रहेछ। हेल्प पोस्ट रहेछ, स्कुल माथि रहेछ। जुम हुँदैन त के हो? अघि यो स्कुल भनेको थियो, हेल्प पोस्ट रहेछ, स्कुल त्यहाँ माथि रहेछ। ठुलो गाउँको हेल्प पोस्ट र स्कुल। उफ पहिरे गाउँको यो। यो कुन गाउँ हो मेमे? पहिरे हो, यिनीहरू पनि पहिरे नै हो। यहाँ नि तामाङहरू छ क्या हो? ए नगिरहेको यार। वाउ यसलाई के भन्छ अरे? उस होइन आउँछ आउँछ। हामी त इङ्ग्लिस नेपाली बोल्दैन, तामाङ बोल्छ भने आउँछ। पहिरे भने यहाँ रहेछ। झरना सुकिसक्यो रे, केही छैन। गाउँ त ठुलो रहेछ है। डाँडा गाउँ पनि छ अझै। ए डाँडा गाउँ त्यस्तो भन्दै गऱ्यो। डाँडा गाउँबाट जाने कि कहाँबाट जाने डाँडालाई थाहा छैन रे। लास्टमा दुईजना शान्ति बजार पुगिरहे। फर्स्ट टाइम हो गाइस। झरनै सुकिसक्यो भन्नुभएको छ मेमेले, बाजेले। अब झरनै सुकेछ पनि सुके रहेछ भने तल नि स्कुल रहेछ त। स्कुल छ नि झरनै सुकेछ भयो नि केही छैन। हामी एकछिन यसो आनन्दको भाइब्स, सुकुन यस्तो वरिपरिको नजारा हेर्दै होइन सन्माया। ठुलो गाउँमा त म पहिला त जात्रा हुँदा आउँथ्यो हो। बच्चामा त्यो चप्पल हातमा बोकेर टी सर्ट र कट्टु लाउँदै आउँथ्यो बच्चामा। जहाँ पायो त्यही फाल्छ। यहाँ मैले झोलामा बोकेर हिँडिरह। अनि ज्ञानी हो क्या म त, एकदम ज्ञानी मान्छे। जिन्दगीको गोरेटोमा आज यसरी घुम्न आज मनमा भएको पिर, चिन्ता, व्यथा, रोग सबै यहीतिर फालेर आउँछु भनेर, फाल्छु भनेर हो कि सन्माया। हिजो के मैले तलको अविरलको बाजे होला भनेर नमस्ते मेमे भन्यो है। अन्त लास्टमा नमस्ते गर्दैन, एकछिन पछि पो नमस्ते र अनि खलै खलै हिँड्छिङ गऱ्यौँ। हाँसिदियो क्या। लास्टमा मैले नि यसो हेरेको, त्यो बाजे होइन रहेछ क्या। मैले त त्यो बाजे होला, आनीको बाउ होला भनेर नमस्ते गरेको। लास्टमा मै कुन चाहिँ बाजेलाई नमस्ते गरेर तिमीहरूको पनि आएको थियो त एउटा सेतो कपडा लाएर लट्ठी टेक्दै। ला यो फुक्ने तर पनि आइज। सायद नपुग्ने मलाई त मन पर्दैन। रासन छ बुकै भयो तिमी आफै। मेरो लाइफको सबै दुःख पिर चिन्ताहरू यसरी फुकेर जाँदैछ।
फुकिहाल्यो नि लुगा भरि अब मेरा भावना छरिएका होलान् खरानी बनी मचल्दा पनि बोलेन होला जति बोले थियो तिमीले छोड्दा लिरिक्स चाहिँ एकदमै नमिलेको छ है धनुको गीत राम्रो लाग्यो भनेर मक्ख नपर्दा हुन्छ लिरिक्स एकदम रङ लिरिक्स केही छैन यहाँ बाङ्गो झरनाहरू टन्नै छ कति हो कति हेर सानो माया घरबाट निस्केको 4-5 दिन भइसक्यो मलाई अहिलेसम्म कसैले नि एकल पनि कहाँ हो भनेर फोन गरेको छैन न त घरको मान्छेले गरेछ न त कसैले गरेछ हेर म हुनु र नहुनुमा कसलाई कति फरक पर्दो रहेछ धनुमाया हुनु र नहुनुमा कसैले केही फरक पर्दैन दिस इज RHS = LHS प्रुफ जिन्दगी यस्तै हो ठुलाहरू जो पनि आफैले मात्रै हो आफ्नो मान्छे भनेर चाहे फ्रेन्डसिपमा होस् चाहे फ्यामिलीमा होस् चाहे जेसुकैमा होस् बुढाहरू यस्तो हुनुपर्छ साथीभाइ दुःखमा होस् या सुखमा होस् कोही छन् खुसी भए बेला ओइ आइज यता जाऊँ न यहाँ कुरीहरू अनि दुःख बेला यस्तो पर्यो मलाई यस्तो गरिदेऊ न यहाँ कुरीहरू आफूलाई पर्ने बेलामा चाहिँ चाकबाट नि हेर्दैन मुलाहरू सर्टकटै थाहा छैन अब के गर्ने अब रोड घुम्नु अन्त सानोमाया उनीहरूलाई पर्दाखेरि चाहिँ जतिखेर नि हामी हुनुपर्नेले उपस्थित याकुरीहरूलाई आफूलाई पर्दा चाहिँ मोजेछौ भने जस्तो वाउ मजलता पनि ए होस् धन्न गुरो मुच्छ मिसा छैन होला अर्ग्यानिक हो केही छैन चस्मा लाउँदा त फेरि म नि मान्छे त हिरो नि मक्खमाली मेन्द रङ बमायाङजी मेम्बर रङ बलाउरे मलाई लाठ मलाई गुच्छ खेग्यो बिर्गन जागिसक्यो ओ सलीमा ब्रुस ब्रुस चस्मा लगाएपछि यतिको एनर्जी चाहिँ आउँछ है मलाई भने मैले मनको भडासहरू निकाल्दैछु है गाइस काश मेरे भी वो लोग भी जैसा मन मुटु होता भएर के नभएर के भने जस्तै मेरो नि त्यस्तै भाव है त तर मेरो मन एकदम कमलो छ कि कमल उफ जसलाई नि आफ्नो आफ्नो भन्ने लास्टमा अर्काले लात्तालाई भन्दै पक्ष देखाउने गाह्रो छ जिन्दगी बट कोही बात नहीं अपन का लाइफ है जी लो लाइफ को कतिखेर के हुन्छ थाहा छैन लाइफ इज के हो नो ग्यारेन्टी लाइफ इज नो ग्यारेन्टी कतिखेर के हुन्छ थाहा हुँदैन को अगाडि जान्छ को पछाडि हुन्छ त्यही थाहा छैन जब तक जिंदा हो जी भर के जी लो म धेरै बर्बर आएछ यार एकछिन नबर्बर आउने विच गाउँ इज दिस यो कुन गाउँ हो है पहिरे नै हो पहिरे त कति लामो कति ठुलो रहेछ त है यो यहाँ गएर सुत्न पाए त हुने नि एकछिन आनन्दले त्यहाँ गएर एकछिन सुत्न पाए नि हुने भने पल्टिन पाएँ श्री सरस्वती आधारभूत विद्यालय स्कुल रहेछ यहाँ स्कुल
पहिरे कि पहिरे हो गाउँ त ठुलै रहेछ है एकछिन रेस्ट भर्की सिक्री अम्बरी पैसा रे गाडेङ पैसा रे नक्कल बन्दी बा हे लक्खल बन्दी बा ब्रान्डेड चप्पल है गाइस सितिमिति नखाने ब्रान्डेड चप्पल हो मान्छे ब्रान्डेड भएपछि चप्पल पनि ब्रान्डेडै हो कालो चस्मा लाउ खै माया बिसल बजारको नगर्नु है सौता माया 2-4 हजारको ए माया कहिले पुरानो गाउँ ए माया कहिले ठुलो गाउँ ए माया कहिले पहिरे गाउँ ए माया कहिले डाँडा गाउँ ए माया कहिले भाङ्गो झरना रुको एकछिन मान्छे यहाँ फर्स्ट टाइम झरना हेर्न ऊ झरना हेर्ने मान्छे ऊ मलाई सोध्छ झरना कहाँ हो भनेर यार लास्ट टाइममा के भन्छ यहीँबाट होला उत्तर गया 2 नम्बर वडा गया 2 उत्तर गया 2 नम्बर वडामा यहाँहरूलाई हार्दिक स्वागत छ धन्यवाद आदाबाट नसोध्ने बाहुबली लगेर नर्स्याङ्ग्रीमा झरेछ सुन माया तिमीले मलाई छोडेर गयो भने म यही खोलामा डुब्की लाएर मर्ने हो यो खोला त उता हाम्रो घरबाट पनि त्यहाँ बाइकमा मान्छे आइरहेछ त्यो मान्छेहरू सोध त म यहाँ खुट्टा दुखिसक्यो अब तिनीहरू नि झर्न जान्न होला झर्न मान्छे आउँदै रहेछ सोधौँ न है कहाँ हो भनेर है को मान्छेहरू हो तिनीहरू नि झर्न जाने मान्छे त होला नि के भनेर सोध्ने दाइ यो झरना कता हो झरना कता हो तपाईँहरू खोज्दै हो ए हस् 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 यतै हो रे यतै हो रे बाई बाई अहिले भेटौँला अङ्कलहरू बाङ्गो झरना सापकोटा होमस्टे दाँता गाउँ सिन्ने रसुवा ब्लाब्ला 1 किलोमिटर साइनबोर्ड भिडियो बनाइराखी वी आर हियर फोटो खिचाउनु है छैन हेलो वेलकम ब्याक टु माई च्यानल भनेर अघि नै भन्यो तिर्सुले गरा मलाई नाना खाली भन्ने मान्छेहरू यही खोलामा डुबेर मर्दा हुन्छ मलाई इग्नोर गर्ने मान्छेहरू यही खोलामा गएर हमाल्दा हुन्छ मलाई भाउन दिने मान्छेहरू यही खोलामा गएर डुबी मार्दा हुन्छ कति रियालिटीको प्रब्लम अनि अरू के भन्ने मेरो चित्त दुखाउने मान्छेहरू यही खोलामा गएर डुब्दा हुन्छ मेरो पिराना बस्नेहरू पनि यही खोलामा गएर डुब्दा हुन्छ अच्छा भिडियो पनि लाग्यो खबर लाग्यो अघि त त्यही घुम्ती मात्रै पसेको थिएन हामी भित्रमा एकछिन रेस्ट बाङ्गी झर्ना गएर बाङ्गो झर्ना गएर भेटौँ है थकाइ लाग्यो लास्टै